साथीहरु सबैजनालाई गुड मर्निङ है। सबैजनालाई गुड मर्निङ एन्ड नमस्ते। बिहानको मौसम अहिले चाहिँ 10:30 बजे भनौं। अनि यसो मार्केटबाट चाहिँ म चाहिँ घरतिर जाँदैछु कि। अनि पहिला चाहिँ यो एरिया छ नि, यो सबै एरियामा आजभन्दा 9 वर्ष 10 वर्ष अगाडि यहाँनिर एउटा पनि घर थिएन क्या। यो देख्नुभएको छ नि अहिले यो घोराई उपमहानगरपालिका 18 स्थित यो अम्बपुर भन्ने ठाउँ हो। यो तपाईको यिनी जति पनि ठाउँहरुमा छ, यिनी कोही पनि 9-10 वर्ष अगाडि चाहिँ यहाँ एउटा पनि घर थिएन के। अहिले चाहिँ तपाईको यस्तो क्राउड भइरहेछ, यति धेरै चाहिँ घर बनिरहेछ। अनि यस्तो देखिन्छ कि पहिला त यहाँनिर खेत, खाली खेत मात्र थियो, यस्तै जम्मै खेत थियो, अर्को केही थिएन। 9 वर्ष अगाडि मैले घर बनाउने बेलामा यहाँनिर सुनसान जस्तो मानिन्थ्यो। यहाँ बाटो हिँड्ने बेला पनि यसो डर जस्तो लाग्थ्यो, कोही पनि हुँदैन थियो। तर अहिले हेर्नुस् त पुरै चाहिँ टु जेड के यस्तो चाहिँ क्राउड यति चाँडै होला भनेर मैले सोचेको पनि थिएन कि। अहिले आएर यस्तो राम्रो भइदिएछ कि। अब भनौँ न विकास चाहिँ तीव्र गतिमा भइरहेछ, पहिला जस्तो छैन। अब यो ठाउँमा पुरा खेतै खेत थियो, हिँड्न पनि एकदम रातिको बेलामा अलि डर जस्तो लाग्थ्यो। तर अहिले चाहिँ यस्तो राम्रो भइरहेछ। अब दाङमा जोस् विकास पहिलाको भन्दा तीव्र गतिमा छ। यहाँनिर चाहिँ अम्बिकेश्वरी मन्दिर छ यो एरियामा। अनि ऊ पारि चाहिँ त्यो वाल लगाएको चाहिँ त्यहाँनिर एउटा पार्क पनि बनेको छ। त्यहाँनिर चाहिँ तपाईको त्यहाँनिर टक्क त्यहाँनिर एउटा पार्क बनेछ, ग्रिन पार्क बन्दैछ। अहिले चाहिँ जोस् पहिलाको भन्दा चाहिँ धेरै राम्रो विकास भइरहेको छ कि। ओके गाइज, सबैजनाले मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला, सपोर्ट गर्नु होला हैन। तपाईको एउटा सपोर्टले चाहिँ मलाई एकदमै हौसला पनि मिल्छ। म नयाँ भिडियोहरु पनि लिएर आइरा हुन्छु सबै ठाउँको है। सबैजनाले साथीहरुले मेरो च्यानललाई सब्सक्राइब गरेर सहयोग गर्नु होला, सबै सपोर्टिभ हुनु होला प्लिज। आजलाई यति नै छ। नेक्स्ट डे फेरि अर्को भिडियो लिएर आउँला है। ओके बाइ बाइ गाइज, बाइ बाइ।